कर्णधार हुन्। तर के त्यो कर्णधारहरूलाई हामीले बलियो बनाउन के योगदान दिएका छौँ त? ल हेर पानी पोखेर यत्तिकै राखेछ। केटाहरूलाई कति भन्नु कति जेठा कान्छा कहाँ हो तिमीहरू? होइन तिमीहरूलाई यहाँ पानी पोखिरहेछ पुज्नु पर्दैन। तिमीहरू कहाँ जान लाग्यो रेडी भएर? म त पढ्न जान लाग्यो। म त खेल्न जान लाग्यो अस्ति भने तपाईँलाई। ल ल अनि आजको सोमबारको दिनमा तिमीहरू मण्डली जानु पर्दैन? सङ्गति छैन तिमीहरूको? वास्ते गर्दैन कसैले के जानु मण्डली पनि। त्यही माथि तपाईँले अस्ति फेल भनेर कोचिङ राख्दै हो मेरो त। हेर केटा हो तिमीहरू मण्डली गएपछि पो वास्ता गर्ने नगर्ने हुन्छ त भने तिमीहरू जाँदै जाँदैनौ कसरी वास्ता गर्छन् भने? पनि हो अहिले चाहिँ अलि ढिला भयो जान्छु अहिले। देख्नुभयो त पारा अब यो काम आफैले गर्नु परेन। पछि भन्दा भन्दै त्यो पछि आउला जस्तो लाग्छ त तपाईँहरूलाई? श्याम दाई, ओ श्याम दाई। ओहो हर्के भाइ जय मसी। जय मसी। हैन आएछ त आज कहाँबाट आयो तिमी? अब सङ्गति जाउँ भनेर आएको, भाइलाई पनि लैजाउँ भनेको खोइ देख्दै देख्दिनँ त केटाहरू त म। ल भर्खरै केटाहरू एकजना गेम खेल्न गए, एकजनाको बोर्ड आइरहेछ पढ्न गए भर्खरै। हेत तेरिका दाई, संसारमा हुँदा त पढाइ लेखा त भइहाल्छ नि। हामी अभिभावकले पनि आफ्ना छोराछोरीहरूलाई मण्डली जान, सङ्गति जान प्रोत्साहन पो गर्ने हो कि? हुन त हो मैले जानुपर्छ पनि भनेको हो क्या। तर के गर्नु बाबु तिमीहरूले वास्तै गर्दैनौ भनेर भन्छौ। यस्तो हो दाइ, अब हामीले मण्डली पठाए पो वास्ता गर्ने त। जब कि तपाईँहरूले नि मण्डली पठाउनुहुन्न अनि हामीले कसरी थाहा हुँदै फलानाको छोरा यो गर्छ, फलानाको छोरी यस्तो गर्छ भनेर? हुन नि हो है, हामीले नै हाम्रो छोराहरूलाई चाहिँ सन्डे स्कुल, जवान सङ्गति पठाउनु पर्ने हो। ठिकै छ केटाहरूलाई तिमीले भेटेको बेलामा मजाले सम्झाइदिनु हो। अनि मैले पनि केटाहरूलाई राखेर मजाले सम्झाउँछु। ल हुन्छ दाइ, सम्झाउने बाटो त भइहाल्यो। साँच्ची यो आउँदो शुक्रबार चाहिँ हाम्रो जवान सङ्गति छ है चर्चमा। ए शुक्रबार हाम्रो जवान सङ्गति पो हुन्छ? हो ल, त्यसमा चाहिँ जसरी छोरालाई चाहिँ पठाउनु पर्यो है। एकदम ढुक्क बाबु। ल अहिले चाहिँ म लागेँ, ढिला पनि भइसक्यो मलाई। कि नभए तपाईँ पनि जाउँ न त समय। होइन बाबु यत्रो काम छ हेर न, यत्रो काम गर्नुपर्ने छ। ठिकै छ त। ल अहिले म लागेँ दाइ। ल बाबु चाहिँ बसी राम्रोसित सेवा गर्नुहोस् एकदम। होइन मैले केटाहरूलाई राम्ररी डोराइरहेको छु त। होइन यो कुरा त एकचोटि गर्नै पर्छ छोरासँग है। शुक्रबारको दिन साँझ 4 बजे। लुगा फेर्नु पर्ने, लुगा यत्तिकै छ। रास छ धुने लुगा रास धुइदिँदैनन्। दुईटा छोरा हुँदैन धुइदिँदैनन्। कुन लाउने म लुगा आफैले धुनुपर्छ अब यो पनि। नानी जय बसे। कहाँबाट हो आज फेरि? ए म आज यहाँ साथीहरूलाई सङ्गति लिन आएको नि। ए ओहो आज त शुक्रबार हो क्या रे। शुक्रबार जवान सङ्गति छ भनेको है। अर्कै भाइले नि त्यही भन्दै थिए। खै त म केटाहरू बनाउँछु। जेठा कान्छा कता हो तिमीहरू? हजुर हजुर कता हो त? ल आज पनि रेडी भएर आइसक्यो। कहाँ खुसी लाग्यो फेरि तिमीहरू? आज त जवान सङ्गति जाँदा नि। के भन्छन् केटा हो? आज त यिनीहरू जवान सङ्गति जान लाग्यो अरे। घाम कहाँबाट लागेछ आज? ल धन्यवाद नानी तिमीलाई एकदमै धेरै धन्यवाद मेरो छोराहरूलाई सङ्गति लगिदिनु लाग्नुमा है। ल तिमीहरू पनि राम्रोसित जाने सङ्गति आशिषित भएर आउने। हस् हस्। ल मेरो केटाहरू चाहिँ लाइनमै लागेका रहेछन्। शङ्का गर्नुपर्ने केही नै छैन। म चाहिँ लुगा धुन लागेको त्यसमा। यिनीहरू चर्च जाने त भनेका छन्, तर के साँच्चै यिनीहरू चर्च नै जान लागेको हुन् त? ओहो केटाहरू कतातिर हो? ओ साथी के छ खबर? कतिजना तिनजना मिलेर यतैतिर आज त चर्च जान्ला सङ्गति। नि यार। चर्च जान्ला अरे? होइन शनिबारको चर्च हुन्थ्यो त शुक्रबार नि चर्च हुन्छ भने? हुन्छ नि यार। के को चर्च हो फेरि शुक्रबार चाहिँ? आज त जवान सङ्गति नि साथी। जवान सङ्गति रे? हो नि। के हो यो जवान सङ्गति भने? त्यही जवान सङ्गति भनेको यो जवान मिलेर गर्ने सङ्गति हो। ए लाउन नि तिमीहरूले आज के चाहिँ बिर्स्या? भन्न त अलिक थाहा हुन्छ त।
आज तिमीहरूको दादाको बर्थडे हो बर्थडे हो र साथी ह्याप्पी बर्थडे बिर्स्यौ होइन त ह्यापी बर्थडे ल बिर्सिन् त बिर्स्यौ आज पार्टी गर्नुपर्छ नि तर नबिर्स्यौ नि अब जाने हामी पार्टी गर्नुपर्छ चर्च त जानै पर्छ यार बाउले अस्तिदेखि गाली गरिरह यार चर्च त जानै पर्छ यार फेरि चर्च भन्छ त्यो हप्तै पछि आउने चर्च मेरो वर्षमा एकचोटि आउने बर्थडे एकचोटि छोड्दा मिल्दैन तेरो चर्च हुँदैन यार हगु नगरे आज जाने हो तँ के चर्च जाने मान्छेलाई नि भड्काएर हो भने तिमीहरूले चुप लागेर चर्च हिँड्नै झन् बुवासँग भनेर तिमीहरूलाई लिन नि आएर छु झुट नबोलिकन हिँड तिमीहरू उज्जा उज्जा कति न भने जस्तो चुप लागेर हिँड्ने हो आज जाने भए जाने न त दोस्ती खतम ल होइन यार साथी आज त घरबाट चर्च जान्छु भनेर निस्केको छु अनि बाउले त बेलुका त हानिहाल्छ त एक दुई सर्ट खाऊ न मेरो लागि खान सक्दैन के भन्छ यार साथी तिमीहरू चाहिँ जेसुकै गर मलाई चाहिँ ढिला भइसक्यो म चाहिँ चर्च जान्छु बरु यो सकाइ आउँछु तेरो बर्थडेमा जा जा कति न खोज्ने बोला अरे, केटाहरू ल के हो, के हो? आनन्दै हो हामी जानुपर्छ है त होइन साथी चर्च त जानुपर्ने हो तर कहाँ चर्च भन्छ पार्टी खान तिमीहरू बिग्रेछौ है बिग्रेछौ त्यसको समयमा बिग्रेछौ के गर्नु आजकलका युवाहरूले सांसारिक कुरा नबुझ्ने नै भयो। केटाहरू मण्डली गएका 8 बजिसक्यो अझै पनि आउँदैनन् त के भएका हो यिनीहरू मण्डली नै गएका हुन् त होइन मेरो केटाहरू त्यस्ता त छैन त्यही पनि ढिला त भइसक्यो एक कल चाहिँ लगाइहालौँ न जेठा छोरा बाउको फोन आयो के गर्ने फोन पनि उठाउँदैनन् भने के भएका यिनीहरू हेलो हेलो कता हो तिमीहरू हामी त यहाँ यसो चिया खान आएको दाइहरूसँग होइन भात खाने बेला के चिया हो र यहाँ बाइबलको बारेमा कुरा हुँदैछ कि यसो दाइहरूसँग बसेर चिया खाएर आइहाल्छौँ नि कति बज्छ घडीमा नि आँखा लगाउ त यहाँ म खाना कुरेर बसिरहेको छु सेलाइसक्यो ल ल तपाईँ खाँदै गर्नु न एकैछिनमा आइहाल्छौँ यहाँ एकछिन यस्तो राम्रो डिस्कसन भइरहेको बेला तपाईँ ल ल छिटो गर आऊ। ल ल ल अब के गर्नु केटाहरूलाई छोइ नसक्नु यहाँ बुवा छोराहरू कहिले चर्चबाट आउँछ भन्ने कुरिरहेका छन् तर धेरै समयपछि पनि छोराहरू फर्केनन्। होइन 9 नै बज्न लागिसक्यो त केटाहरू त आउँदैनन् त बाटामा केही भयो कि होइन त्यस्तो त नसोचौँ मलाई होइन अर्कै भाइसँग छ भने अब एकचोटि छड्के हानेर अर्कै भाइलाई कल गर्नुपर्छ जस्तो नम्बर नै कति हो श्याम दाइ भित्र हो कि होइन हो घरमा यहीँबाट बोल्छ कि अब ए श्याम दाइ बाहिर छु जय मसी है तिमी त आइसकेछौ त आउनु पर्यो नि त दाइ कस्तो कुरा गर्नुभयो मैले त्यस्तो नराम्रो कुरा भने जस्तो लाग्दैन झन् छोराहरूलाई ल दाइसँग पठाउनु है ल एक दिन त भ्याएन शुक्रबार जसरी पनि भ्या पठाउनु भने त्यो हो कि भने आज पठाउँदैन त बुढा कस्तो भने पनि जिस्किने पनि हद हुन्छ नि खोइ केटाहरू कहाँ छ जेठा कहाँ छ ए दाइ के कुरा गर्नुभयो भने छोरा सङ्गति आज नि कहाँबाट आउँछ त मसँग होइन अनि भर्खर त मलाई फोन गरेर दाइसँगै छु भनेर भन्दै थियो त मसँग छोरे के गर्छ अरे मसँग भन्नु त चिया खाँदै तिमीसँग पहिला पनि लिएर गएर त्यो चिया खान ए दाइ म ग्यास्ट्रिकको समस्या भयो भने चाहिँ चिया त खाँदैन पहिला सुरु म होइन साँच्ची कि अब त्यो केटाहरूले मलाई झुट बोल्न थाले क्या हो आज तिमीहरूलाई म जाने खोइ मेरो चिटपट आज म छोड्दै छोड्दिनँ आफिसमा नआउनु न दाइ भनेको कस्तो आफिसमा बाबु अहिलेसम्म तिमीहरूलाई केहीको कमी हुन दिएको छु मैले अनि मलाई किन ढाक्नु तिमीहरूले हो कि अरे भन्नु त यस्तो दाइ अब ढाँटेको हो कि हामीलाई के थाहा त अब बाटोमा जाँदा अर्को मन्डली पनि जहाँ गएको हुनसक्छ साथीहरूसँग त्यो सोध्नु पर्यो नि त पहिला हामीले हुन नि हो है नभए यस्तो गरौँ म पछाडि कतै लुकेर बस्छु यदि हाम्रो मन्डली गएको हाम्रो मन्डलीको वचन सुनेको छ भने फ्याट्ट म थाहा पाइहाल्छु नि हुन नि हो त केटा ए आयो तिमीहरू अनि चिया खाएर पुग्यो कि खाना नि खानुपर्छ कहाँ चियाले मात्र पुग्छ खाना त खानु परिहाल्यो नि भोक लाग्यो है भइगयो त्यसो भए त अनि नानी हाम्रै मण्डली लगेको होइन तिमीले भाइलाई अनि सङ्गति चाहिँ कस्तो भयो त आज आजको सङ्गति अङ्कल एकदम
राम्रो भएको थियो त्यही माथि दाइले नै वचन दिनुभएको थियो अहिलेको युवाहरूको लागि ठ्याक्क मिले म त एकदम आशिषित भएँ नि अङ्कल। ए हुन्छ के म मात्र भनिरहन्छ, हामी पनि त एकदम आशिषित भयो नि बुवा। तपाईँ आजको वचन बुवा सानोदेखि लिएर ठुलोसम्म, बच्चादेखि लिएर बुढोसम्म सबलाई हुने वचन थियो। तपाईँ आउनु भएन। ओहो कस्तो खालको वचन हो मैले त्यस्तो दिएको सबैजना हुने रे म पनि सुनाउँदै छु नि। यिनीहरूलाई त खोइ छाड्दै बसेको होइन तिमीहरू? यत्रो ठुलो भयो होइन तिमीहरू? कति रिसा भने तपाईँ कसरी तिनीहरूलाई सोचाउनु परेन भने तिनीहरूको पासमा मैले यसरी सोचाउनुहुन्छ? यसरी सोचाइन्छ कसैले? एक विचार गर्नु नि दाइ, अहिले आवेशमा आएर तलमाथि तपाईँले के फ्याक्टै गरिदिनु भयो भने त हामी आफै जिम्मेवारी हुनु पर्यो नि यहाँ। सम्झौ है बाबु। म सम्झाइदिन्छु, बरु तपाईँ के काम गर्दै गर्नु जानु। बाउले सम्झाउनु पर्यो भने नराम्रो हुन्छ नि फेरि केटा हो, बुझ? ल ठिक छ म सम्झाउँछु, जानु त तपाईँ आफ्नो काम गर्नु त। भयो पनि त ह्याक्कै बुढो मान्छे ए यता त केटाकेटी हो के भएको आजकलको यिनीहरू मण्डली जान्छु भनेर अन्त्यतिर हिँडिरहेछन्। अब हुँदा हुँदा चिया नखाने मान्छेलाई चिया खान गयो अरे गाउँमा। ए भाइ हो तिमीलाई तलमाथि के भयो भने त जिम्मेवारी त हामी परिवारहरू हामी मण्डली आफै हुनुपर्छ नि, के कसो? होइन दाइ, जान त चर्चै जान्छु भने निस्क्यो घरबाट बुवालाई नि साथी नि लिन आएको। अब चर्च जाने भनेर बाटोमा बिचमा अर्को साथी भेट्यो स्कुलको, साथीको बर्थडे रहेछ आज थाहा थिएन। अनि त्यसपछि कुराकानी हुँदा हुँदै चिया खाना जाऊँ न त भनेर लिएर गइगयो जबरजस्ती। गयो, एक कप चिया खाइयो, घडी हेरेको 15 मिनट जति बाँकी रहेछ। फेरि अर्को नि एक कप चिया खाऊँ न त भन्यो साथीले। ल हुन्छ त खाम भनेर अर्को नि एक कप चिया खाइयो। फेरि चिया खाँदा खाँदै घडी चियाको त ढिला भइसकेछ। अब ढिला यसै ढिला उसै ढिला, अर्को नि एक कप चिया खाम भनेको अब सकिसकेपछि त के जानु भनेर आइएन दाइ। तेरिका भाइ अब चिया खाएर तिमीलाई सङ्गति जान रोकावट छ, चर्च जान रोकावट छ भने बरु मलाई भन न, शनिबार सेवा सकेपछि म आफै तिमीलाई स्टार बाकसमा लगेर चिया खुवाइदिनु। होइन दाइ त्यतिसम्म चाहिँ पर्दैन। अब राम्रो गरौँ भने मान्ने मान्दैनन् भाइहरू, अब के भन्ने के? ल ल ठिक छ, ल जे हुन्थ्यो भइहाल्यो। ल झुडो कुरा किन बोला भयो तिमीहरूले? कमसेकम सत्य बोलेर जानुपर्छ नि भन्ने ठाउँमा। हो दाइ मैले नि यिनीहरूलाई झुट नबोलिकन सङ्गति लिइन् भने तर के गर्नु, मेरो कुरा त सुन्दै सुन्दैन यिनीहरू। दाइ ए दाइ चर्च पनि के आउनु दाइ, 100जना मान्छेबाट 100वटा कुरा सुनिदिन्छ, तै पनि त्यस्तै त हो दाइ। के भएको भाइ हो? हामी मण्डली किन आउँछौँ त्यो कुरा हामीले बुझ्नु पर्यो नि पहिला सुरु। हामी मण्डली भनेको सबैजना मिलेर परमेश्वरको प्रशंसा गर्न, उहाँको नामको जय जयकार गर्न आउँछौँ। तिमी एउटाले यस्तो भन्यो अर्कोले यस्तो भनेर कुरा सुन्छौ भने तिमी त मण्डली त परमेश्वर लागि आएको होइनौ, संसारका मानिसहरूको देखावट गर्नु पो आएको छौ त। यो कुरा सुरु पहिला बुझ भाइ तिमी। अब दाइ हामीलाई नि बजाउन मन लाग्ला, गाउन मन लाग्ला, खै हामीले त मौकै नपायो कि मौकै नदियो, बुझ्दै सकिएन। तपाईँलाई त एउटै कुरा मात्र देखिन्छ कार्यक्रम सफल भयो, के भन्ने। यस्तो भाइ चर्चमा आएर मैले यो मौका पाएन त्यो मौका पाएन भन्नुको साटो आफै मौका सृजनाशील गर न। ल सुन, तिमी पढाइमा राम्रो छौ, तिम्रो पढाइ त सन्डे क्लासका भाइ बहिनीहरूलाई गएर परमेश्वरको बारेमा शिक्षा दीक्षा सुनायो भने त त्यहीँबाट सेवाकाई गर्न सक्छौ। अनि तिमी त यति राम्रो खेल्ने मान्छे, आफ्ना साथी बाहिरका साथीभाइहरूलाई बटुल, हाम्रा चर्चका साथीभाइहरूसँग कहिलेकाहीँ फुटबल खेल्न जाऊ, कहिलेकाहीँ फुटसल खेल्न जाऊ, कहिलेकाहीँ क्रिकेट खेल्न जाऊ, त्यहीँबाट सुसमाचारको काम भइहाल्छ नि। किन चर्चमै कुद्नु पऱ्यो, यसकै भाग लिनु पऱ्यो भन्छौ? आफै सृजनाशील हुनुपर्छ क्या हामी। हो दाइ मैले नि यिनीहरूलाई जहिले त्यही कुरा भनिरहेको छु तर के गर्नु, मेरो कुरा त सुन्दै सुन्दैन यिनीहरूले। अब मलाई चाहिँ ढिला भयो दाइ, म चाहिँ घर जान्छु। ल राम्रोसँग जाऊ है। ल राम्रोसँग जा। ल हेर यो बहिनी पहिला बिग्रेर हिँड्या केटी अहिले कति राम्रो भएको छ त परमेश्वरको बाटोमा लागेर। हो तिमीहरू पनि यस्तै हुनु पऱ्यो नि त भने। त्यो पनि भाइ गल्ती चाहिँ गरेकै हो। दाइ तपाईँलाई धेरै धन्यवाद है, आज आँखै खोलिदिनु भयो हाम्रो त। धन्यवाद मलाई होइन, धन्यवाद परमेश्वरलाई देऊ, किनकि हामीहरू सबैजना भनेको परमेश्वरले चुनेका व्यक्तिहरू हौँ र चुन्नुभएका व्यक्तिलाई परमेश्वरले कहिले पनि टाढा छोड्नुहुन्न क्या। तर यस्तो जाने बेला फेरि बुवालाई चाहिँ एकदम सम्झाउनु है, फुर्सद फेरि सम्झाइदिइहाल्छु। तर कहिलेकाहीँ बुवाको गाली पिटाइ त कहिलेकाहीँ खानै पर्छ क्या, अर्को पनि त लिनुपर्छ आफ्नो बुवाबाट। र तिमीलाई चाहिँ पहिला सुरु परमेश्वरसँग क्षमा गर र आफ्नो बुवासँग क्षमा गर। त्यहाँ हेर केटा हो तिमीहरू गल्ती गरिहाल्यो, न्याय दिनको लागि म कोही पनि होइन। तिमीहरूको गल्ती लिएर प्रभुको अगाडि पश्चाताप गर,
न्याय दिने परमप्रभु एक मात्रै हुनुहुन्छ। अनि आजदेखि तिमीहरू एक ठाउँ जान्छु भनेर अर्को ठाउँ गयो भने चाहिँ फेरि खुस्काइदिन्छु नि म पासुला सासुला। भएन नि। अनि सङ्गति हरेक सङ्गति जानु पर्यो। हुन्छ, हस् बा। अब भातको मजा छ है त। यस्तो रोकावट हामी विश्वासी जीवनमा धेरै आउँछ, तर हामी किन चर्च आइरहेको छौँ र कसको लागि चर्च आउँदैछौँ भन्ने हामी त्यो कुरा बिर्सिनु हुँदैन। जसरी हितोपदेश 22:6 भन्दछ, बालकहरूलाई ऊ हिँड्नुपर्ने बाटोमा तालिम देऊ र वृद्धावस्थामा ऊ त्यहाँबाट तर्किएर जाने छैन। थ्याङ्क यू।